यहाँ बायाँ दुइटै हो योबाट जाने कि योबाट जाने यहाँ गएपछि सिधा स्वर्ग हो योबाट गएपछि नर्क म त स्वर्ग गयो गाइस गाउँबाट बिहे गर्नु पर्यो अब बात त सही है यो नाम चाहिँ हेर्नु त बाचामारी बस स्टप बाचामारी किन भनेपछि यो कसैले बाचा मार्यो होला नि त त्यही भएर बाचामारी नै होला यो माथि हाम्रो पुल हेलो एन्ड नमस्ते सम्पूर्णलाई स्वागत छ हाम्रो नयाँ ब्लगमा सो गाइस आज चाहिँ हामी आएको थियौँ सागा सो पुगिसकेको छौँ होइन भर्खरै उत्रेर अब पानी खाने तयारीमा यहाँनिर पानी रहेछ यहाँ नआउने रहेछ पानी सागामा उत्रे बित्तिकै हामी पानी खानेछौँ लियो यसो खाएर पानी खानु अरे अब म पानी खान्छु पानी खाइरहेको छ गाइस पानी सुकाइदियो यसले पानी नै सुकाइदियो पानी सुकाइदियो कि एकदमै लोकल पानी रहेछ गाइस होइन एकदम नेचुरल मजा आयो गाउँतिर खान्थ्यौँ यसरी होइन त्यस्तै मजा आयो एकदम चिसो पानी एकदमै मुलको पानी रहेछ अब चाहिँ हामी जाँदैछौँ माथि हेरौँ कस्तो रहेछ यहाँतिर है त बाँकी हेर्दै गर्नु होला अहिले हामी छौँ उकालो बाटोमा ओहो कस्तो हो बाटो पनि एकदमै शान्त ठाउँमा आइयो त कहाँ हो हामी सँगै जाँदैछौँ कि कहाँ हो गाउँमा त पुग्यो त यस्तो छ हेर्नु त अवस्था राइट हेरिराख्नु है त अब मजा आउनेवाला छ पुरै 1 घन्टा लाग्ने रहेछ काठमाडौँदेखि सागा आउन 1 घन्टा त्यो पनि हाइसमा ओह माइ गड बाटो हेर्नु न कस्तो उकालो छ एकदमै गाउँ आएको जस्तो महसुस भयो गाइस अहिले आएर ओ भाइ पछाडि पहाड एकदम सुनशान्तले एकदमै ल हेर्नु त यहाँको कस्तो सुनसान एकदम चराको आवाज आउँदैछ ओहो यहाँबाट अब कहाँ पुगिन्छ थाहै छैन देख्नुभयो आकाशी पुल झुलुङ्गे पुल हो त्यो अब यहाँबाट गइन्छ भने जाने हो नत्र फिर्ता आउने हो कुकुरहरू पनि टन्नै छ यार यहाँ भोकिरहेको छ न काट्ने पो हो कि भन्ने डर लागिरहेको छ आउनु चाहनुहुन्छ भनेपछि यो पढ्नु होला बाँकी ठिकै छ हामी इन्ट्री भइसकेको छौँ अहिले यस्तो रहेछ भित्रको अवस्था हेर्नु सक्नुहुन्छ है त पुरै देखाउने कोसिस गर्नेछौँ वाउ कैलाशनाथ महादेव स्थान भनेको चाहिँ यतातिर हो यो साइडपट्टि रहेछ यतापट्टि होटल हो क्या हो त्यस्तो लाग्यो यता हो कि यता हो अब यहाँ फोटोसोटो हान्नेछौँ हामी यता कैलाशनाथ महादेव भनेर यतै रहेछ नि त यता घुमेर रहेछ अब एकछिन मिल्नेछौँ म यो कहाँ हो खल्तीमा के हो यो पुरै पानीको व्यवस्था हो कि हो यो यस्तो छ अब सुनसान तरिका ओ माई गड उता पारित कस्तो दामी भ्यू 360
डिग्रीको भ्यू रहेछ उता यो बाटो रहेछ को आयो भने यहाँ हेर्नु होला यस्तो छ बाटो ओ माई गड दामी यो रहेछ नि त अनि भ्यू भनेको त वाउ नाइस अनि महादेवको बाटोमा जाने यो कपाडहरू चाहिँ किन हो क्या बाटोमा यस्तो के हो हल्ला के हो यो कोही छैन त मान्छेहरू सुनसान छ त कोही छैन त के हो ओ माई गड काठमाडौँको भ्यू हो कि कहाँको हो पारी के पारी गाइज बबाल ठाउँ रहेछ नि त यो अब कुन बाटो हो थाहा भएन दुईटा बाटो आयो दायाँ बायाँ दुइटै हो यो बाटो जाने कि यो बाटो जाने यहाँ गएपछि सिधा सुरको हो यो बाटो गएपछि नर्क अब सब कुन बाटो चुज गर्नु पर्यो म त गएँ तल्लो बाटो तल्लो बाटो गयो गाइस म त छोर्को गएँ गाइज ओ माई गड दामी भ्यू यो गाउँबाट बिहे गर्नु पर्यो अब महादेव बाबा देखिहाल्नु भयो गाइज ल फाइनली सो फाइनली ल राइट फोटो हानी अलिकता अब फाइनली गाइज पुग्यो है त लोकेसनमा गाइज हेलिकप्टर कहाँबाट गयो थाहा छ अहिले ऊ यहाँबाट गयो यति माथि छौँ अहिले हामी यहाँबाट ऊ हेलिकप्टर गयो यति माथि छौँ अहिले हामी योभन्दा माथि हाम्रो शिवजी ऊ यति माथि ऊ माथि हेर्नु ल परिक्रमा गरिँदैछ ओ माई गड है त सो गाइस फाइनली हेर्नु सक्नुहुन्छ हाम्रो यो ओ भाइ बवाल कति सुन्दर ठाउँ हो यो त एकचोटि आउनु होला यो ठाउँमा सब चिज रहेछ नि यहाँ शौचालय माथि यहाँ पानी खाने धारा टक्कले यो आयो सुन्दर ठाउँ अब यहाँबाट देखिन्छ माथि मन्दिर होइन त्यो मूर्ति वाउ बवाल त्यो आकाश दामी देखेको छ नि त अहिले हाम्रो गणेशजी टक्कले यसै कसरी खुल्छ यार थाहै भएन कि खुलेन अब यो ठाउँलाई नि बाई बाई गर्ने बेला भइसक्यो एकदमै सुन्दर ठाउँ रहेछ एकदम खुसी लाग्यो एकदम दामी मजा आयो अब जानुपर्ने हुन्छ कति बज्यो टक्कै 5 बजे छ अब घाम नि बस्न लागेको छ हो हामी जानुपर्ने हुन्छ अब उता तल त्यो मेन रोड गयौँ अब यो हाम्रो लागि एकदमै ठुलो खुसीको दिन हुनेछ यो हो तल जान कस्तो मजा आउँछ कि यस्तो पाहाडमा रमाइलो कहाँ बाटो यहीँ होला यस्तो छ है अब यो हो पानीको ट्याङ्की हो क्या हो नानले अमिर त हेर अहिले इत्याए हो भाग्नु छ ल यो हो अहिले अमिर त हामी पिरहेछौँ एनर्जी ड्रिङ्क
यो लिटल ड्रिङ्कको यो अलिक बिग ड्रिङ्कको गाई ठुलो ड्रिङ्क यता छ यता ओ यो अब म बाइक स्टार्ट गर्छु मेरो बाइक यो हो होइन ल स्टार्ट गरौँ त बाइक यहाँबाट हेर्दाखेरि कपाल ठाउँ छ कि यहाँको यो चाहिँ अहिले हो भक्तपुर साँगामा छौँ अहिले हामी यहाँ पारि देख्न सक्नुहुन्छ कस्तो राम्रो भ्यू हम त काठमाडौँमा यो चाहिँ आज भक्तपुरै गएको आज यो भक्तपुर हो क्या है कि पहाड आयो भन्नु थियो अब उहाँको पहाड देखियो हामीले इसो वालो वो पार इसो वालो आज उत्तर त कता छ गुल्लाको यहाँ उता नजानु भयो उइला छ न गुल्ला त्यही छ हो उता पारि जानुपर्ने हुन्छ अब हामीले अब त्यही हो गाइज होइन कस्तो लाग्यो आजको भिडियो यो चाहिँ अनि ऊ के झऱ्यो पैसा सो त्यही हो अब भिडियो मन परेमा लाइक टिकट काट्नुपर्छ गाइज ए यस्तो टिकट हुन्छ फेरि यहाँ दुईवटा यस्तो टिकट काट्नुपर्छ 100 रुपियाँ लाग्छ त्यही हो सो सबजनाले अब यो भिडियोलाई लाइक सेयर सब्सक्राइब हानिदिनु होला बाँकी त्यही हो अब यो भिडियोलाई चाहिँ म यहीँ समाप्त गर्न चाहन्छु मिल्नेछौँ अब कुनै नेक्स्ट भिडियोमा त्यति बेलासम्म बाई बाई एन्ड जय नेपाल टेक केयर ल गाइज हामी पुलमा पनि पुगिसकेका छौँ फाइनली ल वाउ अब उता परबाट लाग्छ डर त्यसरी हल्लाइदियो भने त्यसपछि गाँड फाट्छ मान्छेहरूको गाइज यहाँबाट मोबाइल झऱ्यो भने गयो यो मान्छे ओ माई गड कति हाई हो ओहो माई गड दुईवटा मोबाइल छ मेरो हातमा अब झऱ्यो भने गयो ओहो लास्ट डर लाग्ने रहेछ नि त यार ओ माई गड पहिरो नि छ यहाँनिर हाइट के हो लास्ट डर लागिरहेछ त यार ओ माई मेरी गाइज के हो भने यस्तो लास्ट डर लागिरहेछ त के हो हाइट लास्ट डर लाग्यो गाइज यसो मिलाएर उताबाट भिडियो बनाउनु पर्ने हुन्छ मैले लास्ट हल्लिरहेछ यसो मिलाएर त्यहाँ मान्छे डरे डरे भिडियो बनाउँदैछ आमा यस्तो डर लागिरहेछ नि गाइज यार किन कहाँ 1 मिनट हो रे यहाँ डर धेरै लाग्छ अरे मैले दौडा छ यस्तो डर लागिरहेछ नि गाइज यार म त मोबाइल समाउँछु यार सो गाइज यो हो तिहारको बेला त्यही भएर उता चाहिँ लाइट बलिसक्यो हाम्रो ओ माई गड कस्तो दामी दामी ऊ बस पनि चम्काएको छ त के हो जानै मन छ त जानै मन छैन त साथीहरू के हो आमा म यहाँबाट देखाउँछु तल एकछिन मोबाइल खस्ला है फेरि कति मिटर होला यार यो धेरै छ कि आमामा यस्तो डर लागिरहेछ नि तै पनि हार मान्ने होइन हार मान्ने होइन तै पनि जाने हो उता पछाडिको भ्यू वाउ तिहारको बेलामा त यस्तो रमाइलो हो नि त कस्तो राम्रो के यो ठाउँ त रात परिसक्यो नत्र यहाँ कत्रो टाइम हुन्थ्यो वहाँ एयरपोर्ट देखेको छ त्योभन्दा नि उता जानुपर्ने हुन्छ अहिले हामीले 1 घन्टा लाग्छ अब जानलाई केटाहरू पटका रहेछ यसमा धेरै तल छ कि यो फेरि अब चाहिँ हामी गयौँ सो यो चाहिँ लास्ट भिडियो अब बनाउँदैन म अब चाहिँ गएँ ल गाइज होइन यो चाहिँ आउने बेलामा अलि रमाइलो ओ माई गड बाटो नै यस्तो छ त अरू के गर्नु रमाइलो भइहाल्छ त होइन त हेर्नु एकछिनमा कस्तो ओ माई गड